नमस्ते, फेरि पनि पुनः स्वागत छ सम्पूर्णलाई मेरो यस छोटो ब्लगमा। आजको ब्लग रहेको छ फार्पिङ दक्षिणकाली नगरपालिकाको यो बुन्डोल भन्ने जग्गा एकदमै सुन्दर। 2 वर्ष कोरोनाको टाइममा चाहिँ भाइरल भएको यो पिकनिक प्लेस भनेर पनि चिन्ने गरिन्छ। यहाँतिर प्रायःजसो मान्छेहरू चाहिँ यहाँ शनिबार आइतबारको दिन चाहिँ आउने गर्छ। एकदमै सुन्दर छ हेर्नु होला। यहाँ चाहिँ बुन्डोल जाने बाटो यहाँदेखि उकालो निम्तिमा नै आधा घन्टा हिँड्यो चाहिँ माथि बुन्डोल पुगिन्छ। यहाँ चाहिँ सुनडोल भन्छ, एकदमै सुन्दर छ। यहाँ यही बाटोमा चाहिँ तपाईँहरूले यहाँ आउँदै गर्दाखेरि बाटोमा होटेलहरू पनि भेट्न सक्नुहुन्छ। यहाँ खाना चियाहरू सबै पाउँछ। यहाँदेखि चाहिँ माथि चाहिँ बाइक जाँदैन, तल फेच्छामा चाहिँ बाइकमा जान सकिन्छ। यहाँसम्म चाहिँ यहाँदेखि उँभो चाहिँ खुट्टाले हिँड्नुपर्ने हुन्छ। यस्तो यहाँदेखि माथि पहिरोदेखि माथि चाहिँ हिँडेर जानुपर्छ। यहाँदेखि माथि डाँडासम्म बाइक जान्छ, त्यहाँदेखि जाँदैन। माथि चाहिँ बाइकलाई चाहिँ निषेध गरेको छ, पठाउँदैन। त्यही भएर तपाईँहरूले यहाँ आउनु मन छ भने बाइकहरू चाहिँ माथि डाँडासम्म लिएर चाहिँ बुन्डोलसम्म चाहिँ नलाँदाखेरि राम्रो, किनभने त्यहाँ चाहिँ पहिरो गएको छ। त्यही भएको कारणले गर्दाखेरि बाटो त्यति साह्रो राम्रो छैन, बाइक पनि माथि छिराउँदैन। तपाईँहरूले यहाँ आउनुहुनेहरूले चाहिँ बाइक चाहिँ तलै राखेर चाहिँ माथि जानुभयो भने सही हुन्छ। किन भन्दाखेरि वाक पनि हुन्छ। एकदमै सुन्दर जग्गा छ यता चाहिँ। यहाँ चाहिँ सुनडोल भन्छ। हामी बुन्डोल पुगेर उन्दोल फर्केपछि यो चाहिँ हाम्रो फार्पिङ टोल्कु भन्छ। यहाँ चाहिँ एकदमै सुन्दर जग्गा। यहाँ हाम्रो यहाँ चाहिँ हुडु भन्छ। हुडु भन्ने ठाउँमा चाहिँ एकदमै ठुलो गुम्बा छ। यहाँ हाम्रो युडिसी गुम्बा, पूजनीय गुरु सँगै रहनु बसेको गुम्बा। चाहिँ एकदमै अग्लो स्थानमा रहेको यो भाइरल पुल भनेर चिन्ने गर्छ। बन्जाङ जाने बाटोमा ठिकै पर्छ। यो चाहिँ एकदमै सुन्दर ठाउँ रहेको छ। हजुरहरू नै आउन सक्नुहुन्छ भन्दै आजको मेरो ब्लग यही नै राख्नु चाहन्छु। नमस्ते, धन्यवाद। जोस् रमाइलो भयो आज अब लोकल गुरुहरूसँग आचार्य गुरुहरूसँग यसरी भाइरल पुलमा आउँदा एकदमै खुसी लागिरहेको हाम्रो चाहिँ फेरि उसको दाँजेर हेरेको मेरै राम्रो छ। आम्मा तपाईँको पो खतरा धन्दा छ भन्दै थियो।